गाइज आज चाहिँ म फेरि तपाईँहरूलाई यो बर्दघाटदेखि दाउनेको उकालोमा यात्रा गराउनु भनेर आएको छु। आउनुहोस् सुरु गरौँ है त। आज चाहिँ म तपाईँहरूलाई नन स्टप मेरो गाडीको स्पिड 40 मा राखेर 40 मा राखेर यो बर्दघाटदेखि दाउन्ने बजारसम्म कति मिनटमा पुगिन्छ त त्यो देखाउने कोसिस गर्नेछु है त। ल आउनुहोस् सुरु गरौँ। यो हो दाउनेको यस मोड। अहिले चाहिँ हामी यो बर्दघाटको यो त्रिवेणी जाने बाटोनिरबाट चाहिँ हामीले यसलाई स्टार्टिङ काउन्टिङ गरेका छौँ। अहिले चाहिँ हामी यो दाउनेको यस मोडमा छौँ। यो बाटो चाहिँ एकदम राम्रो बनेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। भेरी एक्साइटमेन्ट पनि बढिराखेको छ अहिले चाहिँ यात्रा गर्ने क्रममा। तपाईहरूलाई चाहिँ मैले यो मेरो गाडीको स्पिड चाहिँ 40 देखि 45 बढीमा 45 को स्पिडमा राखेर तपाईहरूलाई यो यात्रा गराउने क्रममा अहिले हामी दाउनेको यो यस घुम्टीमा रहेका छौँ। अहिले यस घुम्टी साह्रै राम्रो बनेको छ, तपाईहरू देख्न सक्नुहुन्छ। अब यहाँ भनेको मात्र यसको मार्किङ गर्न मात्रै बाँकी रहेको छ। हुन त यो ठाउँ भनेको एकदमै पपुलर ठाउँ पनि हो। बर्दघाटदेखि दाउन्ने जाँदाखेरिको सबैभन्दा डिफिकल्टिज रोड पनि मानिन्छ यसलाई। तर जस्तो बाटो राइडरहरूको लागि जस्तो बाटो यहाँ बनेको छ है साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। चिटिक्क कालो कालो पत्रे गरेको अनि ठुलो फराकिलो बाटो, यो साँच्चै नै राम्रो छ। यो हो बुटोल नारायणघाट सडक खण्ड अन्तर्गतको यो दाउन्ने खण्ड। दाउन्नेको स्पेसली यसलाई भन्छ पूर्वी खण्ड। यो बुटोल नारायणघाट सडक खण्ड अन्तर्गतको यो दाउन्ने खण्ड भनेको बर्दघाटदेखि दुम्कीबाससम्मको खण्ड लगभग 14 किलोमिटरको रहेको छ। आज म तपाईँहरूलाई यही बाटोमा नन स्टप 40 देखि 45 को स्पिड राखेर तपाईँहरूलाई यहाँ म यात्रा गराइरहेको छु। यात्रा एकदम रोमाञ्चक बनिरहेको छ, तपाईँहरूले पक्कै पनि महसुस अथवा गरिरहनु भएको छ के गर्नु भएको छैन हो। मैले त एकदमै महसुस गरेको छु। बाटो फराकिलो छ, कालो छ, अगाडि बाटो हेर्नुहोस् कति राम्रो बाटो पनि बनेको छ। साँच्चै नै बाटो एकदम राम्रो बनेको छ। यो खण्डमा अहिले यो बुटोल नारायणघाट सडक खण्डको अन्तिम चरणकोमा आइरहँदा यो दाउन्नेको उकालो साँच्चै नै राम्रो बनेको छ। यो बर्दघाटदेखि खुर्सानी पुलसम्म यो कालो पत्रे पिच्दै गरेको छ भने त्यो खुर्सानी पुलदेखि उतातिर माथितिर दाउन्ने साइडमा पनि ढलान आरसी ढलान गरेर बाटो बनेको छ। यो साँच्चै नै बाटो राम्रो बनेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यसको ढलानको काम अनि यसको यो के भन्छ अगाडि नालीहरूको काम पनि यसको भइसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। के छ तपाईँहरूले इन्जोय त गरिरहनु भएको छ नि है हो। ल हेर्नुहोस् त यो एउटा कस्तो मान्छे रहेछ, यो इन्डियन गाडी हो, ओभरटेक गरेर आइरहेको छ। एनिवे नो प्रब्लम, तपाईँहरू हामी अगाडि बढ्दै जाउँ। हो यो बाटो एकदमै राम्रो बनेको छ। अहिले चाहिँ लगभग 1 साढे 1 को अवस्था भएको छ। साँच्चै बाटो चाहिँ एकदम सुन्दर बनेको छ, छैन त? छ पक्कै। अब चाहिँ हामी आउँदैछौँ यो पूर्वी खण्ड अन्तर्गत, दाउन्नेको पूर्वी खण्ड अन्तर्गत। यो हो अब के भन्छ खुर्सानी पुल। यो खुर्सानी पुलमा पनि केही साइडका ढलानहरू भत्काएर पुनः यसको ढलानको काम गरिँदैछ। हो यो उकालो चाहिँ रमाइलो छ है साथीहरू, एकदम बाटो फराकिलो छ, ओभरटेकको केही समस्या छैन। जे होस् उताबाट धेरै गाडीहरू आयो भने 3 लेनको बाटो बनिरहेको छ यो बाटो खण्डमा। बुटोलदेखि नारायणघाट खण्डमा अन्तर्गत यो दाउन्ने खण्डमा चाहिँ 3 लेनको मात्रै बाटो बन्ने छ भने अन्य खण्डमा भने 4 लेनको बाटो बनेको छ। सर्भिस लेन सहित यसको 3 लेनको बाटो बन्दैछ। बाटो सर्भिस लेन नभए पनि बाटो त 4 लेनकै जस्तो देखिन्छ, तर बाटो चाहिँ एकदम राम्रो बनेको छ, छैन त? कालो बाटो पिच भइसकेको छ। मार्किङ यहाँ कुनै पनि ठाउँमा लाइनिङ भएको छैन है। यो हो मैले चाहिँ एकदम लेटेस्ट भिडियो हो। हामी चाहिँ अहिले भर्खरै आयो खुर्सानी पुल। यो हो बनिरहेको छ, एकदम राम्रो बनिरहेको छ, तपाईँहरू पनि देख्न सक्नुहुन्छ। हो यो खुर्सानी पुलबाट अहिले हामी बिस्तारै अगाडि बढिरहेको छौँ। तपाईँहरूलाई म के भन्न चाहन्छु, मेरो गाडीको स्पिड 40 देखि 45 को बिचमा रहेको छ है त। बाटो साँच्चै राम्रो बनिराखेको छ। फाइनली चाहिँ हामी खुर्सानी पुलमा आइरहेको छौँ, घुम्टेनिर आइसकेका छौँ। फाइनली हामी चाहिँ खुर्सानी पुलको यो घुम्टेनिर आइसक्यौँ।
अहिले चाहिँ हामी कति ट्याक्क लाएर यहाँ 1 बज्यो 3 किलोमिटर रहेछ 39-33 मा यहाँ चाहिँ स्पिड घट्दो रहेछ धमाधम काम भइराखेको छ यो घुम्टे चाहिँ सबैभन्दा जोखिमपूर्ण घुम्टे भनेर चिनिन्छ यसमा चाहिँ अहिले गहिराएर बाटो बनाइराखेको छ किन हो थाहा छैन इनार जस्तो बाटो बनाइरहेको छ लास्ट गएको वर्षमा पनि यहाँ ठुलो पहिरो गएको थियो तर यसपालि हेरौँ के हुन्छ अहिले यो किन खनिरहेको छ सायद वाल उठाउन हो त अथवा माथिबाट पहिरो खसेर त्यसैमा पुर्न हो त्यो थाहा भएन तर एटलिस्ट यो ठाउँमा पनि राम्रो बाटो बनेको छ है साथीहरू अनि तपाईहरुलाई पक्कै पनि मेरो मसँगैको यो रियल टाइम यात्रा अवश्य मन परिरहेको छ भन्ने आशा गर्दै फेरि पनि तपाईहरुलाई म अगाडि बढाउन चाहन्छु यो दाउनेको यो खुर्सानी पुल्नेरको सबैभन्दा जोखिम युक्त घुम्तीदेखि अगाडि ल हेर्नुस् त बाटो कति राम्रो बनेको छ सबैमा माथितिर वाल उठाएको छ तल आरसीसी ढलान गरेको छ अनि अर्को कुरा यो आरसीसी ढलान गरेको सबै बाटोमा फिनिसिङ गरिसकेको छ मात्र लाइनिङको काम बाँकी रहेको छ है कालो जुन बाटोमा देखिरहनु भएको छ नि 1 2 3 यो 3टा लाइन जस्तो देखिन्छ यो कालो लेन भनेको आरसीसी ढलानलाई काटेर त्यसलाई फेरि फिनिसिङ गरेको आरसीसी ढलान काटेर भित्र अलकत्रा र बालुवा राखेर यसलाई फिनिसिङ दिने काम गरिन्छ यसको मतलब यो हो कि भोलि इन फ्युचर केही प्रब्लम भयो बाटोहरुमा भने सजिलो होस् र यसलाई रिप्लेसमेन्ट गर्नको लागि सजिलो होस् भनेर यसको काम गरिन्छ भनेर मलाई यहाँ भन्नुभएको थियो हो तपाईहरु हेर्दै हुनुहुन्छ यात्रा कस्तो भइरहेको छ त मसँगै आउनुस् है यो दाउने खण्ड बर्दघाटदेखि दुम्कीवासम्म 11 किलोमिटरको आसपासमा रहेको छ 14 किलोमिटरको आसपासमा रहेको छ भने अहिले चाहिँ यो एकदम म चाहिँ तपाईहरुलाई यो बर्दघाटदेखि दाउनेसम्मको यात्रा गराइरहेको छु कस्तो छ त तपाईहरुलाई मन परिरहेको छ कि छैन मलाई त एकदमै यो बाटोमा यात्रा गर्न एकदमै नन स्टप यात्रा गर्न एकदमै मजा आइरहेको छ यो बाटो एकदमै राम्रो पनि बनिसकेको छ हेर्नुस् त बाटो कति राम्रो बनेको छ सर है नन स्टप मेरो त गाडी हात स्टप गर्नेको चान्सै पनि छैन मन पनि लागिरहेको छैन किनभने बाटो जति हेर्यो त्यति राम्रो त्यसैकारण बाटो कुदाउन पनि सजिलो छ तपाईहरु दुई पाङ्ग्रे गाडीमा आइरहनु भएको छ भने यसको यात्रा गर्न सजिलो छ किन बाटो चिल्लो बनेको छ तपाईहरु सोचे भन्दा छिटो यो ठाउँमा आउन सक्नुहुन्छ किनभने अब यो ठाउँमा जाम पनि हुँदैन र पहिरोहरुको समस्या पनि यतिखेरसम्मको लागि छैन केही समय अगाडि यहाँ गाडी एक्सिडेन्ट भएको रहेछ बाइ एनी चान्स आई डोन्ट नो व्हाई तर हेर्नुस् यति सजिलो बाटो छ यति राम्रो बाटो छ र पनि कहिलेकाहीँ गाडी एक्सिडेन्ट चाहिँ भइहाल्छ ल हेर्नुस् त यसको पनि सब नालीको काम सकिसकेको छ पुरै बाटोमा वाल उठाएको कति राम्रो देखिएको छ रोडसँग वाल उठाएको अझै यसलाई मार्किङ गरिसकेपछि त कस्तो होला तपाई आफै अनुभव गर्न सक्नुहुनेछ हैन र तपाईहरुलाई फेरि पनि म तपाईहरुलाई रिमाइन्डर तपाईहरुलाई सम्झाउन चाहन्छु कि मेरो गाडीको स्पिड 40 45 40 45 45 46 को बीचमा रहेको छ र म तपाईहरुलाई यात्रा गराउने कोसिस गरिरहेको छु दाउनेसम्मको यो भर्खरै गएको ठाउँमा तपाईहरुले कति जनाले पानी खानु भएको छ रोकेर यहाँको पानी एकदम सफा छ है चिसो पनि छ यदि कोही कतै यात्रा गर्ने क्रममा दाउनेको कारण पानीको तिर्खा लाग्यो भने यो ठाउँ चाहिँ एकदम उपयुक्त छ चिसो पानी आउँछ यति भन्दै फेरि पनि आउनुहोस् अगाडि बढौँ 1-2 ठाउँमा अझै पनि ढलानका केही कामहरु बाँकी रहेको छन् भने दाउनेको बजार प्रवेश गर्दै गर्दा अझै पनि 1-2 ठाउँमा चाहिँ ढलान के भन्छ यो नालीको काम चाहिँ गर्दै हुनुहुन्छ 3-4 दिन अगाडि आउँदाखेरि यसको काम लगभग सुरु गर्नु भएको थियो भने अहिले चाहिँ लगभग सबै कामहरु सकिसकेको छ जस कर्मचारीले चायोजनाले चाह्यो भने चाहिँ जे काम पनि सोचे भन्दा चाँडै गर्न सकिँदो रहेछ प्रगति गर्न सकिँदो रहेछ भन्ने चाहिँ यो अहिले को अवस्थाले देख्न सकिन्छ किनभने यो विदिन 10-15 दिनमा यो दाउन्ने खण्ड धेरै नै चेन्ज भएको छ ल हेर्नुस् त कटान गरेर आरसीसी ढलाई कटान गरेर कालो लगाएर कति राम्रो बाटो बनेको छ हैन त म त अहिले एकदमै दाउन्नेतिर आइरहँदा एकदमै प्राउडली फिल पनि गर्छु कि कुनै धुलो छैन अब बाटो पनि स्मुथ छ राम्रो छ त्यति पनि के भन्छ ट्राफिक पनि छैन आई एम इन्जोइङ दिस टाइम्स
तपाईँहरू पनि ल हेर्नुहोस् यहाँ पनि भर्खरै मात्रै यो ठाउँमा पनि यसको फिनिसिङ अफ काम गरिराखेको छ, त्यस भएर कालो देखिएको छ बढी मात्रामा। ल तपाईँहरू देख्न सक्नुहुन्छ बाटो ढलाइ आरसिसी ढलाइ गरेको भए पनि बाटो चाहिँ स्मुथ छ है साथीहरू। पक्कै पनि तपाईँहरूले यो हाम्रो भिडियो इन्जोय गरिरहनु भएको छ आशा राख्दै अहिले चाहिँ लगभग अब हामी दाउनेको बजार क्षेत्र आइपुग्न लागिराख्दा अहिले चाहिँ यात्रा सुरु गरेको 10 मिनट 33 सेकेन्डभन्दा बढी भइसकेछ है साथीहरू। लगभग 10 मिनट पुरा भइसकेको छ अहिले चाहिँ यो यात्रा गरिसकेको। फाइनली अहिले चाहिँ हामी ल दाउनेकै उकालोमा यात्रा गरिरहेका छौँ। आउने गाडी आइरहेका छन्, जाने मान्छे गइरहेका छन्, तर एकदम बाटो चाहिँ एकदमै राम्रो बनेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो साइडमा चाहिँ केही मात्रामा के भन्छ अझै पनि नालीहरूको काम बाँकी नै रहेको छ, तर अन्य अलमोस्ट ठाउँमा सबै काम सकिसकेको छ। ल है गाइज फाइनली अहिले चाहिँ हामी लगभग यहाँसम्म 7 किलोमिटर लगभग 7 किलोमिटर रहेछ, डाउन नेगेटिभ 7 किलोमिटर रहेछ। यो चाहिँ हामी लगभग 10 मिनटमा यहाँ 11 मिनटमा यहाँ आइपुग्यो। ल हेर्नुहोस् त यात्रा कति सहज रहेछ होइन त। यति भन्दै तपाईँहरूलाई योभन्दा अगाडि अब आउने भिडियोहरू फेरि देखाउने कोसिस चाहिँ अहिले चाहिँ दाउनेबाट साइन अप हुन चाहन्छु। थ्याङ्क यू फर वाचिङ।